मुक्ति छ। हाम्रै हिन्दू वेद विज्ञानले पुराणले बताउँदछ हैन, हामीहरूको स्वस्थानीले उपनिषदले गरुड पुराणले अनि भविष्य पुराणले अनि ऋग्वेदले समेत येशू मसीह उद्धार मुक्ति र जीवन ईसा मसीह भन्ने स्त्रीको गर्भमा जन्मिएको ईसा मसीहमा मात्र मुक्ति सम्भवम छ भनेर बताइएको छ। त्यसकारण हामीहरूले यहाँ दोधारमा तेरो मेरो धर्म भन्नु, तेरो हाम्रो सनातनी, तेरो विदेशी धर्म भन्नु केही छैन। धर्म कहिल्यै स्वदेशी र विदेशी हुँदैन। धर्मलाई कहिल्यै किनबेच गर्न सकिँदैन। पसलको सामान होइन। सत्यता र परमेश्वरको प्रेम, परमेश्वरको धार्मिकता भनेको चाहिँ कसैले किनबेच गर्ने साधन होइन। मानिसको विचार परिवर्तन भएको हो, सोच परिवर्तन भएको हो। मैले उद्धार मुक्ति जीवन पाइनँ, प्रेम सत्यता पवित्रता मैले भेटाइनँ, अनि मेरो मन बदलियो, मेरो सोच बदलियो। जहाँ प्रेम छ, जहाँ सत्यता छ, जहाँ उद्धार मुक्ति जीवन छ, मैले त्यही बाटोलाई रोजेँ। म मेरै बुवा धामी हुनुहुन्छ, मेरै बुवाको देउतालाई म पुज्दैन। मेरो अधिकारको कुरा हो, मेरो स्वतन्त्रताको कुरा। मैले मन परिवर्तन, मैले सोच परिवर्तन गरेँ। अनि धर्म परिवर्तन भनेको के हो? धर्म भनेको के हो? सेवा नै धर्म हो। अनि प्रेम भनेको के हो? अरूको निम्ति मरिदिनु, अरूको निम्ति त्याग गरिदिनु, अरूको निम्ति सेवा गरिदिनु, त्यो नै प्रेम हो। अनि हाम्रो निम्ति बलिदान हुनुभयो, मरिदिनु भयो, येशू ख्रीष्ट हुनुहुन्छ, रगत बगाउनु भयो। यस कारणले गर्दा डलरमा होइन, मान्छेको भ्रममा नपर्नुहोस् तपाईँ। अनि विदेशी स्वदेशी नबन्नुहोस्। धर्म कहिले स्वदेशी विदेशी हुँदैन। सत्यता स्वदेशी विदेशी हुँदैन। सूर्य स्वदेशी विदेशी हुँदैन। हावा स्वदेशी विदेशी हुँदैन। पानी स्वदेशी विदेशी हुँदैन।